जिस्काउँछु तर सत्य होइन साथीहरू। प्र्याङ्क गर्दा कस्तो रियाक्सन आउँछ हेरौँ ल। म चाहिँ हल्का रिसाएको जस्तो भएर उनीहरूलाई सताउँछु। रियाक्सन कस्तो आउँछ दुईजनाको। यो साग कुन खालको साग? खोइ काम गरिदिएको छ। यहाँ आउन दुईजनासँग एउटा सल्लाह छ। यहाँ आउन दुईजना। एकजना यहाँ बस्छ एकजना यहाँ बस्छ भनेको एकछिन। हे फोन नचलाइकन एकछिन बस्छ न यहाँ। बिमला यहाँ नभनी नभए भएन कि के भयो छिबाट बोल्नु लाग्यो? बिमला छिटो आउनु भनेको। साले कपडा लाउनु पर्यो। अनि के लाग्छ? मान्छेहरू के गर्नु खोजिरहेछ भन्ने कुरा यहाँ के चाहिँ के तिमीले हेरेर बस्नुपर्ने हो हैन बनाउनु के एउटा कुरा के फोन राख्यो छैन राख्यो अनि उठेर बस्न पूजा जस्तो सिधो गर्नु भन न हेरी के भन्नु अब सुत्छु अनि भेट्छ अहिले यिनीहरूले त मलाई हेप्छ त्यही भएर म यिनीहरूले एउटा कुरो भन्नु नभन्नु भएको क्या। यहाँ सुन तिम्रो ड्युटी कति बजी? 8 बजे। अनि कति बजी आउँछौ? 7 बजे। तिम्रो? म 12 बजे के भन्नु छ कुरो एक दिन्छु एक कति कहिलेबाट उयो हो थाहा छैन मलाई। मेरो भोलि कहिले हुन्छ कहिले हुन्छ पर्सिको दिन 8:30। 8:30? पर्सिको दिनबाट 8:30 भोलि 8 बजे। मेरो 5 बाट 5। म भयो बिहानै 5 बजे जानुपर्छ। बेलुका 5-6 बज्छ हैन? अनि के भयो भने कहिले तिमी ढिलो कहिले ऊ ढिलो कहिले म ढिलो हुन्छ। समय कहिले बन्दैन। बिहान जानु पनि कहिले को छिटो कहिले को ढिलो हुन्छ। उठेर बस्नु भनेको भन न छिटो एक दिन छ। अनि अब तिनजनाको सँगै ड्युटी छैन नि त। त्यही भएर खाना छुट्टा छुट्टै खाउँ भनेर। के भन्छ यसले? अनि एक दिन कहिले बोल्दिने छुट्टा छुट्टै भात खाऊँ। अनि अब उसको अब 8 बजी बेलुका 8 बजीसम्म। तिम्रो बिहान 5 बजीदेखि अब 5 बजीसम्म कहिले 8 बजीदेखि 10 बज्छ हैन? अनि बिहान हुन्छ कहिले बेलुका हुन्छ। मेरो त 5 बजीदेखि 5 बजीसम्म हैन? के छ विचार? अनि अब खानु छुट्टा छुट्टै किनभने अब खानु छुट्टा छुट्टै भएपछि त अब जे खायो भने भन्छ एकजना तिनजना भएपछि त भात पकाउनै पर्छ। गलेर आएको भइन्छ केही खाएर पकाएर खाऊँ भन्ने नि भयो एकजना भएपछि हैन? अब नखाइ सुतौँ भन्ने पनि भयो नि त। तिनजना भएपछि त भात पकाउनै पर्छ नि त हैन? हैन अब फेरि झगडा रिसाले होइन नि फेरि यो भने पनि हुन्छ होइन दिदी हैन मतलब होइन अब म त हुन्छ जहिले भयो छुट्टीहरू दिँदा चाहिँ सँगै अब लिने हैन? घुम्नु पनि गरेर जाने मन मुटाप नहुने क्या। तर फेरि रिस डाहा होइन नि बरु अगाडि नै मिल्दाखेरि नै सल्लाहले नै खानु छुट्टा छुट्टै भान्सा गरेपछि ढुक्क हो नि त। उठेर बस्नु न हौ। अनि उठे अनि त्यहाँबाट छुट्टा छुट्टै खाएपछि जे भयो हैन? जे पकाइनु भयो जे खानु भयो आफूलाई के सब्जी मन पर्ला मलाई के सब्जी मन पर्ला आफूलाई सब्जी मन पर्ने भएपछि त हो नि त हैन? भयो अरू पनि केही छ कि? अनि त्यहाँबाट जहिले खानु मेरो राति हुन्छ राति परेको बेलामा छुट्टी अब तिमीहरू पकाएर खायो भने खाऊ मलाई भाडा त्यही होला सबैले पकाउनु यही हो भाडा। हामी तिनजनाको भाडा यही हुन्छ
राइस कुकर यही हुन्छ अब किन्नु पाएकोलाई मैले उसले पकाएर त्यसरी कहाँ हुन्छ तपाईँले पकाएको बेलामा मैले पकाएको बेलामा बिमार पकाउनु पर्दा कसरी हुन्छ उसको अगाडि हुन्छ उसको अगाडि हुन्छ मेरो बिहानै हुन्छ हो म अब तिमी 2 भन्दा त म अगाडि आउँछु त्यति बेला मैले पकाइसकेको हुन्छु तँ पनि अब बेलुका पकायो भने बिहानसम्मलाई हुन्छ मलाई मैले बिहान पकायो भने बेलुकासम्मलाई हुन्छ म पकाउँदिनँ एक तिमी पनि त्यही हो ऊ पनि त्यही हो होइन त्यसो भएर अनि अब त्यस्तै क्या अब के पुग्दैन एक्लो एक्लो भए सजिलो हुन्छ नि त सबै थोक पुग्छ नि रुममै छ सबै थोक होइन अब पसलबाट त ल्याउनु पर्दैन खाए पनि नखाएको होइन पसलबाट त ल्याउनै पर्दैन यहीँ हिँडेर आउँछ तरकारी चाहियो भने यहीँ कुदेर आउँछ नित्तालाई होइन कुदेर आउँछ भन्दा पनि होइन यस्तो हो नि त अब एक्लो भएपछि त अब हुन्छ नि त होइन त्यही भएर अनि त्यहाँबाट अब कार्तिक दिदी गएपछि त मेरो ड्युटी पनि चेन्ज हुन्छ 8 बाट 8 त्यही भएपछि त अनि त्यहाँबाट सुत्नु त यहाँ हो अनि त्यहाँबाट म यहाँ सुत्छु पूजा उतापट्टि गएर सुत्छ त्यही त हो र मसँग सुत्छ पूजा उतापट्टि सुत्छ कि त बिमलालाई उता पठाउने पूजा यहाँ सुत्छ म यहाँ सुत्छु उता चाहिँ कसको गाडी छ त त्यो उयसकोमा सुन्दर दिदीहरू बस्नुहुन्छ नि हो त्यहाँ माथि त्यहाँ बिमला जान्छ पूजा र म यहाँ सुत्छौँ किनभने बिमला टाढाको हो नि त बिमला भने गाईघाट त हामीको सँगैको हो नि त त्यही भएर बिमला उता म यहाँ पूजा यहाँ माथि होइन भोलिबाट होइन यो पैसा सकिन्जेल होस् पैसा सक्यो अहिलेदेखि खाउँ छैन सक्यो जति छ त्यो भाग न त जति पैसा छैन एकदम पनि छैन अब 1 रुपैयाँ नभएको पैसा कसरी लान्छ भाग चामलहरू भाग न त अहिले जाऊ लिएर आऊ चामल त्यहीँ छ सुत्नु पनि भोलिबाट पूजा र म छुट्यौँ ल पूजा छुट्टै म छुट्टै सक्यो यिनीहरूको रियाक्सन हेर्नु गाइजहरू यिनीहरूको रियाक्सन हेर्नुभयो आयो यिनीहरूले के भन्छ भनेर यसो हल्का भिडियो बनाएको त ल अरे कहिलेबाट खाने अरे छुट्टै हेर्न प्र्याङ हानेको होइन हेर्न झनै रुन अरे तर पूजा तर पूजा झनै रुन हो झनै बिचरा रुनु लाग्यो त्यही भएर म यतिमै समाप्त गरेको तर मैले कपडा चेन्ज गर्दा फोन देखिन्छ कपडा चेन्ज गर्दै मैले मोबाइल देखिरहेको यो मान्छे फोन देखेको थियो अरे मलाई थाहा छैन यता चाहिँ झन् त्यही भएर मैले तिमीलाई हेर्दै भनिरहेको थिएँ कि त्यही भएर यता चाहिँ झन्डै रुयो गाइजहरू भिडियो हेरिहाल्नु होला लास्ट टाइमसम्म सबैजनाले लाइक कमेन्ट गर्नु होला हाम्रो ब्लगमा यहाँनिर झन्डै साथी चाहिँ रुयो तर हामी त्यसो गर्दैनौँ हामी एकदम 3 जना सँगै साथी आएको नि त बिमलालाई चाहिँ मैले तपाईँ टाढोको हो भने त्यसको लागि माफी चाहन्छु बिमला दिदी तर होइन टाढोको होइन हामी सँगैको हो भनेको मात्रै प्र्याङ्क गरेको मात्रै हो ओके बाई बाई गाइजहरू